हेलो गाइस, गुड मर्निङ। आज चाहिँ म यहाँ गोर्खेहाट आइरहेको छु। भाइ झाडु थियो नि दिदी सक्नु भयो? अनि तपाईँ अब भर्खर सम्झेछु। आखिर फर्स्ट टाइम आएको ए हो म त क्या उयो भनेर के भन्नु त खसीको माछा पाउँछ भनेर आएको कि पाउँदैन मन त कुखुरा पाउँछ भनेर आएको छैन। त्यो रहेछ नि छैन अहिले पछि मात्रै आउँछ अरे अलि मोटो भएछ हौ म सौदिलो छ घटेको छैन। सौदिलो म त कम्ती घुम्नु जानुपर्दैन है इन्जोय पुरा इन्जोय गरिराख्नु पर्छ के छैन गरिराख्नुपर्छ है। हुन्छ हुन्छ भाइ हुन्छ भाइ ठिकै छ होला ठिकै छ त। अहिले यहाँ नि घोटमै भाइ ढुक्क भएछ खसीको मुन्टा रहेछ त्यति हो छैन। यहाँ हेर्नु है लानु पर्यो। त्यति हो भाइ फर्सीको मुन्टा। भाइ भाइ त्यति हो यहाँ कति अरे 40 रुपियाँ लानु पर्यो। अब एक कहाँ हुँदैन 40 रुपियाँ आउन है। यो त कसरी हो? यो बी कसरी हो? रबर पनि आइदिनुहोस् हौ आहो भिड त्यस्तो छैन रहेछ हौ। अल्छी पो लाग्यो। मलाई यो हल्दी पनि त्यहाँ बाहिर निकाल्नु भनेको त नअग्रियो नि भाडा दिएर हेरौँ न एकपल्ट तिमीहरू पायो भाइबस्नु अन्त बुहारी नमस्ते बनाउँदैछ। केही छैन रहेछ हौ आज आएको त। गोर्खेहाट आएको अल्छी केही छैन रहेछ गाइस। सब्जीहरू लिन आएको थियो हो छैन। खानेकुरो पनि केही छैन। केहरू पाक्दैछु के पाकेको होला हौ? मर्जी हो ढेँडो खानु मन लागेको छ। ढेँडो खान्छु है म त ढेँडो खान्छु। फर्स्ट टाइम ढेँडो खाँदैछु। कति 2 पल्ट जस्तो आयो कि तर ढेँडै पाएको थिइनँ। आज चाहिँ खान्छु। अर्जी मर्जी र ढेँडो खाँदैछ है म त। आज चाहिँ कर्जी मर्जी। यो चाहिँ ढेँडो फर्स्ट टाइम खाँदैछु ढेँडो। खाएको छुइनँ अहिलेसम्म हो। चिट गरौँ। चाहिँ गरेर खानु है। खानु पनि जान्दिनँ फेरि कसरी खान्छ यत्रो डल्लो पारेर त्यो झोलमा सोध्नु न है यसरी। हजुर हेलो गाइस, आयो त डल्लो पारेर खानु अरे फर्स्ट टाइम। ल नचापै बस्नु ए हो अदाहत नटालिन्छ मिल्नु किन यहाँ आउँछ ए टालियो त।
कस्तो माथि ल माथि तल्लियो त अरे पनि ए ल हौ त्यो झोलमा चाहिँ हौ त्यो चप्पै चोप्नुहोस् कि हौ त्यस्तो खानु दामी भएछ गाइस अलिअलि आफू टालिँदो रहेछ माथि हजुर है उयसमा चाहिँ चोप्नुपर्छ कि त्यति टालिँदैन हजुर त्यसरी हजुर नेपालकोहरू त त्यही मजाले खाँदैन नि त है त्यही त त्यहीँ हेरेर पुरा खानु नि 2 पल्ट जस्तो आएँ म यहाँ गोर्खामा यही खानुलाई तर पाइनँ आज चाहिँ पाएँ हेलो गाइस ढेँडो खरसाङ गोर्खाहरू दामी पाउँदछ खरसाङ गोर्खा हाटमा चाहिँ यहाँ दामी पाउँदो रहेछ यहाँ हाम्रो बहिनी कहाँको अरे बहिनी सिटोङ सिटङको बहिनीकोमा चाहिँ सबैजना आएर खाइदिनुहोस् ल दामी रहेछ कर्जीमा पनि दामी दामी ए खान्छौ ढेँडो खाना के खान्छौ खाना आमाइजू खाना के पर गएको एकछिन कि कहाँ पर्खाला पर्खा यहाँ पैसा छ भने दिन्छु हो गोर्खाहरू डुल्ने है गोर्खा हाटमा ढेँडो खाएको कहिले खाएको छैन भने मा पिसान ल हुन्छ मान्छे थ्याङ्क यू ल हुन्छ गएको ल उता आउँदैन छ नि त कि ए ल अत्था घामले पोलेर मरेँ म चाहिँ जस्तो बरु घाम त डर लाग्दो पोल्यो नि एकछिन बिर्सेछ पाछु बिर्सिँदो रहेछ चपार्दो रहेछ रातमै तल्यो अब चाहिँ ट्याक्कै हो अरू बेला चाहिँ हाई गाइस दामी नि तपाईँहरूमा आएर खानुमै यहाँनिर दामी पाउँदो रहेछ फर्स्ट टाइम खाएको मन पऱ्यो पुरा बाई अब घर जाने सेलरोटी लगेर 1-2वटा सब्जी गर्छु ढेँडोलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु ल बाई